हामीले काठमाडौँ, भक्तपुर, ललितपुर र कीर्तिपुरमा चाहिँ 15वटा गाडीमा राष्ट्रिय झण्डा हालेर ओमको झण्डा हालेर हामीले चाहिँ जुन पर्चाहरू हामीले बाँड्ने काम गर्यौं। हामीले पर्चा पनि बाँड्यौं, निमन्त्रणा गर्यौं सबैलाई, घर घरमा गएर काठमाडौँका जुन लोकल नेवारहरू हुनुहुन्छ विशेष गरेर उहाँहरूले चाहिँ धेरै चासो देखाउनु भयो। कतिजना उत्रेलन आज तिनकुनेमा? आज हाम्रो अब काठमाडौँ, भक्तपुर, ललितपुर र कीर्तिपुरका सबै नागरिकहरू आउनुहुन्छ। सबैले चुलो न्युतो हामीले यो निमन्त्रणा गरिसकेका छौँ। लगभग 15 दिन पहिलेबाट हामीले निमन्त्रणा गरेका थियौँ। हामीले देखेका थियौँ नि एयरपोर्टमा। त्योभन्दा डबल तिर्बल आउनुहुन्छ। दैनिक थपिँदै क्रम जारी हुनेछ, हाम्रो आन्दोलन जारी रहनेछ। आजबाट हाम्रो 1300 जना आन्दोलनको चाहिँ घोषणा कार्यक्रम यही स्टेजबाट राष्ट्रभक्ति नागरिकहरू, जुन राष्ट्रभक्ति नेताहरू, जुन राष्ट्रवादी नेताहरू गर्नुहुनेछ। आज कोही आउनुहुनेछ, कोही भोलि आउनुहुनेछ, कोही पर्सि आउनुहुनेछ। आउँदा 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 हाम्रो चाहिँ विशाल सम्पूर्ण नागरिकहरू आउनुहुनेछ भन्ने पूर्ण आशा राखेका छौँ। आज हाम्रो 5 लाखभन्दा माथि खरच हुन्छ जस्तो लाग्छ हामीलाई कम्तीमा। हामी आज घोषणा कार्यक्रम गरिसकेपछि आन्दोलन चरणबद्ध रूपमा अगाडि लैजान्छौँ र देशैभरि रहेका जुन बैंक, लघु वित्त, सहकारी, बिमा, इन्सुरेन्स पीडित नागरिकहरूको हामीले डाटा कलेक्सन गरिसकेका छौँ। यो भुइँ मान्छेको 20 लाखभन्दा मुनिको ऋण मिलाओस् भन्नको लागि हो। 20 लाखभन्दा माथिको ऋणलाई समयावधि बढाएर 25 वर्षसम्म तिर्ने वातावरण मिलाउनको लागि हो। बेरोजगार युवा युवतीहरूलाई चाहिँ बिना धितो, बिना ब्याजको चाहिँ ऋणको व्यवस्थापन गर्नको लागि हो र नेपाली नागरिकहरूलाई स्वदेशमै रोजगार दिनको लागि हो। त्यो ऋणको भित्र छिर्न दिन प्रशासनले भन्नुभएको छ। त्यो जनता जनादेश, जनता नै जनार्दन हुन्। भोलि जनताले नै सडकबाटै चाहिँ गणतन्त्र, लोकतन्त्र ल्याएका हुन् र राज संस्था एकपटकलाई फ्याँकेका हुन् र केही गर्लान् भनेर हेरेका हुन्। अब फेरि सडकबाटै आन्दोलन गरेर चाहिँ यो लोकतन्त्र, गणतन्त्रवादीलाई चाहिँ भ्रष्टाचारीहरूको चाहिँ सम्पत्ति छानबिन गरेर राष्ट्रियकरण गर्ने, प्रजातन्त्र सहितको राष्ट्र स्थापना गर्ने र संहिता खारिज गर्ने, सनातन वैदिक धर्म हिन्दू राष्ट्र कायम गर्ने, बौद्ध र किराँत र मुस्लिम सहितको राष्ट्र, संयुक्त चाहिँ धार्मिक राष्ट्र, भूगोलको आधारमा, धर्मको आधारमा, जातीय आधारमा, भाषाको आधारमा राजनीति गरे यिनीहरूले। यो गर्न हुँदैन थियो। यो भूगोलको आधारमा धर्म, हिन्दू राष्ट्रलाई चाहिँ हटाएर धर्म निरपेक्षता गर्ने काम चाहिँ यिनीहरूले गर्नु हुँदैन थियो। यिनीहरूले नागरिकहरूसँग कुनै छलफल नगरेर हामीलाई 10 वर्ष जनयुद्ध गर्दाखेरि उनीहरूले एउटा कुरा भने, फेरि नीति नियम र कानुन बनाउँदाखेरि, ऐन बनाउँदाखेरि यिनीहरूले अर्कै कुरा बनाए। अहिले अब भ्रष्टाचारीलाई सही सम्पत्ति छानबिन पनि गर्न नपाउने, अहिले वेश्यालय खोल्नुपर्छ भन्ने समेत संसदमा हामीले आवाज सुन्यौँ र भोलिपल्ट माफी पनि मागे। अब कुनै पनि पार्टी पंक्ति नबनेर राष्ट्रिय झण्डा हो, राष्ट्रिय झण्डामा आउन अनुरोध गर्दछु र राष्ट्रिय झण्डा बोकेर यो धर्म, संस्कृति र नागरिकको रक्षा गर्न नागरिकहरू आइसक्नु भएको छ। अहिले हामीले बिहानै कति नागरिकहरू देखिसकेका छौँ। यति उत्साहित हुनुहुन्छ, हामी सफल भइसकेका छौँ। हाम्रो चाहिँ एउटा संस्था छ जय गोरखकाली, जय गोरखनाथ भन्ने। यसको चाहिँ हाम्रो देशभरि चाहिँ हाम्रो चाहिँ 22,000 मेम्बर छौँ। यो मेम्बरले के गर्छ भने एकदमको चाहिँ यो सुसुस्त, यो चाहिँ नकारात्मक, यो राष्ट्रप्रति चाहिँ नराम्रो कुराहरू चाहिँ लगाएका छन्। राज संस्थाप्रति नराम्रा झुट्टा आलोचना, भ्रष्टाचार विरुद्ध यसले सबै जनताहरूमाथि गाउँ गाउँ घर घर गएर चेतना गर्छ। यसले कुनै हतियार लिएर कसैलाई केही गर्दैन र हतियार बिना नै हाम्रो लडाइँ हुन्छ र हामी यसमै लागिरहेका छौँ। देशभरि हाम्रो 22,000 समथिङ मेम्बर छन्। त्यो तपाईँको संस्था भयो। आजको तयारी बताउनु सर, तयार हुनुहुन्छ तपाईँहरू? एकदम तयार, एकदम हामी लड्नका लागि रातभरि हामी नसुतिकन नाइट बसमा धेरै साथीहरू आइसकेका छन्। हाम्रो यो ठाउँको अवस्था हेर्नलाई हामी आएका छौँ। हाम्रो राप्ती नगरपालिकाबाट लमसम हाम्रो 665 जना चाहिँ आधिकारिक रूपमा चाहिँ हामीले गाडी रिजर्भ गरेर आएका छौँ। अरू त्योभन्दा पनि पछाडि चाहिँ र चितवन जिल्लामा राप्रपाको हिजो भर्खर पनि महाधिवेशन भयो र त्यसमा पनि मेरो राप्रपाका साथीहरू पनि सबैजना एउटै हो। अब हामी होइन, गाउँ गाउँबाट आउँदैछ। गाउँ गाउँबाट तपाईँको गाडीमा कति हजारौँ जन्म हुन्छन् आज? हजारौँको कुरो होइन। हाम्रो राप्ती नगरपालिका भने एउटा देशको सानो एउटा ठाउँ हो। त्यसबाट आउने भनेको लमसम हाम्रो आधिकारिक र बाहिर गरेर जोड्दाखेरि 600 समथिङ भनेको सानो कुरो होइन। तिनकुनेमा कति आज उत्रेलान् सर? आज मेरो विचारमा तिनकुनेमा हाम्रो जस्तो ठाउँबाट आएको ठाउँबाट देख्दाखेरि 5 त नाग्नु पर्छ है हजुर। 5 लाख नाग्छन्? 5 लाख लाग्छन् हजुर। जेबाट खिचुन्, जसरी खिचुन्, हामीले मान्छे धेरै देखाउनै पर्ने छैन। यही 5 लाख पनि हामीलाई यहाँ गाह्रो हुन्छ, यहाँ देख्न सक्दैन। त्यो भन्दा पनि चाहेमा जति चाहिए मान्छेहरू थुप्रिन्छन्। अब यो आन्दोलन रोकिँदैन। हामी राज संस्थाप्रति, हामी हिन्दू राष्ट्रप्रति, वैदिक सनातन हिन्दू राष्ट्रप्रति हामी एकीबद्ध भएर लागेका छौँ। प्रत्येक नेपालीहरू सचेतना भइसकेका छन्। अब हतियारका दम्ब मार्छु भन्ने, मराउँछु भन्ने त्यो दिनहरू गए। अब हामीले हेऱ्यौँ, उनका शासन हेऱ्यौँ। प्रशासन के भन्दैछ भने तिनकुनेको 3टा कुनाभन्दा बाहिर राजवादीहरूको जाँदैन, गणतन्त्रवादीहरूको भिरकुटी मर्नबाट बाहिर निस्कँदैन। कसरी सम्हाल्नुहुन्छ? 5 लाख उत्रे भने
उहाँहरूले भन्न पाउनुहुन्छ, हामीले गरेर पाउँछौँ, हामी आउन पनि पाउँछ। यो काठमाडौँ कसैको प्याउ होइन। नेताहरूको विश्वमा यहाँ नारा लगाइएको दृश्य हामीले तपाईँलाई देखाइरहेका छौँ। प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध यहाँ मानिसहरू उभिरहेको दृश्य हामीले देखाइरहेका छौँ। एकैछिनमा यो खालको माहौल यहाँ सिर्जना भएको छ र यस्तो अवस्था हुने हो भने जुनसुकै बेला जेसुकै पनि हुन सक्छ भन्ने आकलन पनि हामी गर्न सक्छौँ। जडीबुटीतर्फ आएको यो जडीबुटीतर्फ आएको जुस एक्कासी यो तीन पुलिबाट बागमतीको नजिकैतिर जाँदाखेरि यो अवस्था र नेपाल प्रहरीले एकदमै संयमता पनि अप्नाएको छ र यो भिडलाई पनि नियन्त्रण गर्न कोसिस गरिएको छ र अहिले जति यो तीन पुलिको खुला चौरमा जति मानिसहरूको यहाँ उपस्थित थियो भन्ने कुरा चाहिँ देख्न सकिन्छ। यो खालको गतिविधि राज संस्था पुनर्स्थापना गर्नको लागि आज 15 गते एउटा व्यापक जनसहभागिताको जनाउनको लागि म पनि आएको छु। फर्किन्छ त राज संस्था सम्भावना छ। अब संसारमा असम्भव भन्ने केही पनि थिएन। असम्भव भनेको भएको भए सायद प्लेन पनि बन्ने थिएन होला, तपाईँको क्यामेरा पनि बन्ने थिएन होला। सबै कुरो सम्भव छ। जनताले चाहनु पर्यो, जनताले चाहेका छन्। यो त अहिलेको विगत केही वर्षदेखि देखिरहेको छ नि, त्यो भएर एकदम 200% सम्भव छ। तपाईँ यता चाहेका छन् जनताले भन्नुहुन्छ, उतातिर तपाईँहरूको भन्दा ठुलो भिड प्रदर्शनी मार्गमा लागिरहेको छ गणतन्त्रवादीहरूको। अब एउटा कुरो के छ भनेदेखि तपाईँको यहाँ आउने मान्छे स्वतःस्फूर्त हुन्। त्यहाँका मान्छे गाउँ गाउँमा गएर अहिले बिहान मात्रै एउटा साथीले मलाई भन्नुभएको थियो, एउटा अब पार्टीको नाम नभनौँ, उहाँले चाहिँ 6-7 जना बोकेर आइजे 6-7 जना बोकेर आइजे भनेर घर घर आएर निम्ता दिनुभएको छ। खाजा खर्च भात खर्च सबै दिनुभएको छ। हामी तपाईँलाई कसैले केही दिएको छैन। हामीलाई दिने होइन, हामी पऱ्यो भने खर्च गर्न सक्ने मान्छे हो। हामीलाई चाहिँदैन कसैको। हामी स्वतःस्फूर्त रूपमा राज संस्था स्थापना हुनुपर्छ, वैदिक सनातन हिन्दू राष्ट्र स्थापना हुनुपर्छ भनेर आएको। कस्तो खालको राज संस्था चाहिरहेको छ तपाईँ? अब राज संस्था कस्तो खालको चाहियो भन्दाखेरि अब हुन त प्रजातन्त्र सहितको राजतन्त्र चाहिने हो। राजतन्त्रमा पनि राजाले टल्ल बसेर हेर्ने, फेरि अब आउने प्रधानमन्त्रीले अहिलेकै जस्तो मन परी गर्ने त्यसलाई लगाम लाउन नसक्ने भने त्यो जस्तो राजा होइन। तर राजाले प्रत्यक्ष शासन गर्ने होइन, तर अङ्कुश लगाउन सक्नुपर्छ। कसैले राम्रो गर्यो, कसैले राम्रो गर्यो, खबरदारी गरेर तिनीहरूलाई आफ्नो उसमा लिन सक्दै राजा चाहियो। 204 वर्ष हेरिसक्यो राज संस्था, फेरि किन 204 वर्ष यदि नहेरेको भए आज हामी नेपाली होइन बिहारी हुन्थ्यौँ। हामी यदि राजाले राज संस्था नजोगाएको, देश नजोगाएको भए हामी बिहारी हुन्थ्यौँ। देशै रहन्थेन। कसरी रहन्थ्यो तपाईँ भन्नु न, कसरी रहन्थ्यो? कुवसी खोइ, कर्णाली खोइ, तपाईँको त्यसपछि नदी नाला यताउति खोइ कहाँ छ आज हाम्रो? अरुण खोइ नदी नाला जति सबै भारतलाई, कुवसीका त्यहाँ वरपरेका खेतीहरू बाँझै इन्डियामा पानी ल्याएको छ। यो नेपाल इन्डिया भइसक्यो त्यो राजा नभएको भए। राजाले अहिलेसम्म गलत सन्धि सम्झौता कहाँ गरेका छन्? देशलाई अहित हुने काम के गर्नु भएको छ राजाबाट? फेरि भोलि राज संस्था फर्क्यो भने चाहिँ कायापलट हुन्छ देशमा। कायापलट भन्ने कुरा एकैचोटि केही पनि हुँदैन संसारमा। तर यो जति विकृति छ, विसङ्गति छ, यसलाई शुद्धिकरण गर्ने, यिनीहरूलाई कारबाही गर्ने, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने र ट्र्याकमा ल्याएर कानुनी राज्य बनायो भने आउँछ। सम्भावना छ। हाम्रो देशमा हरेक कुराको सम्भावना भएको देश हो। राज संस्था नै फर्काउन तपाईँहरू कतिजना यहाँ आउनु भएको छ? अब कतिजना भन्ने अहिले सङ्ख्यामा भर्खर सुरु भएको छ यो कार्यक्रम। 11 बजे भने मान्छेहरू खानासाना खाएर आउँदैछन्। अब तपाईँको 2-4 घन्टापछि तपाईँले देख्नुहुन्छ यहाँ छेउ। अब अहिलेकोलाई आकलन नगरौँ। अस्ति तपाईँले देख्नुभयो होला, फागुन 25 गते देख्नुभयो होला, एयरपोर्टको कुरा गर्दैछु। स्वतःस्फूर्त हो। यहाँ कुनै मान्छे परिचालित होइनन्। स्वतः मनैदेखि भोलि यो कार्यक्रममा गोली लाएर मर्छ भने म मर्न तयार छु। म देशको लागि एकदम आएर कसैले मार्छ कहिले यो बोलिस् भने म मर्न तयार छु। धन्यवाद। म झापाबाट आएको। झापादेखि आउनुभयो? हजुर। राजतन्त्र फर्काउनै आउनुभएको झापादेखि? राजतन्त्र फर्काउने आएको, राज संस्था फर्काउन आएको। राज संस्था फर्काउन आउनुभएको? हजुर। सम्भव छ र उहाँदेखि आउनुभयो? सम्भव छ। अब धेरै राजाहरू जन्मे, छोटे राजाहरू। 28 सालदेखिको इतिहास मलाई थाहा छ अहिलेसम्मको। हजुर। अब राजाले तुरुन्तै चाहिँ ज्ञानेन्द्र शाहले तुरुन्तै राजगद्दी नछोडेको भएदेखि यहाँ धेरै मान्छे मर्थे। हजुर। उहाँले धेरै मान्छे बचाउनु भयो। हजुर। उहाँलाई धेरै धेरै धन्यवाद दिनुपर्छ नेपाली जनताले। ल म राजालाई पनि के भन्न चाहन्छु भने तपाईँ जनताको कर नखानुहोस्। तपाईँ हुने खाने मान्छे हो, तपाईँ सम्पन्न मान्छे हो। जनताको करबाट तपाईँ नबाचोस्, तपाईँको परिवार नबाचोस्। जनताको लागि केही गर्नुहोस्।
जनताले तपाईँले सधैँ साथ दिन्छ। अब फेरि राजतन्त्र फर्क्यो भने राज संस्था फर्क्यो भने जनतालाई के हुन्छ होला भन्ने जस्तो 204 वर्ष त अब राज संस्था फर्क्यो भने राम्रा राम्रा मान्छेहरू चाहिँ अहिले जुन संयोजक बन्नु भएको छ उहाँहरूले योजना बनाउनु भएको होला। जस्तो मैले दुर्गा प्रसादको कुरा गर्छु, गुलमान घिसिङको कुरा गर्छु, ज्ञानेन्द्र साईको कुरा गर्छु, अमरेश सिंहको कुरा गर्छु, चाहिँ नि हाम्रो चन्द्र भण्डारीको कुरा गर्छु, राजीव रञ्जनको कुरा गरिहाले। राम्रा राम्रा मान्छेहरू चोइस गरेर मन्त्रीमण्डल बन्नुपर्छ। राम्रो राम्रो मान्छे मन्त्रीमण्डल बन्यो भने देश बन्छ। अब पालिन शाहको कुरा गर्नुहुन्छ, पालिन शाहलाई काठमाडौँमै ठिक छ, उहाँले त मन्त्रीमण्डलमा आएको मान्छेले साथ दिइहाल्छ नि होइन। रिस्क गर्नु हुँदैन, पालिन शाहको धेरै रिस्क गरिसकेका मान्छेले। त्यसो भए तपाईँ झापादेखि राज संस्था फर्काउन आउनु भएको छ? 7 दिन आएको, 7 दिन आएको। म हिन्दू हो, मसँग हिन्दूको मात्रै एउटा धन्दा र चलन त देख्दिनँ। अब यही वेशभूषामा आएको छु। म धेरै शास्त्रीको हनुमानको चेला हो, म चेला हो। तपाईँले कस्तो खालको राजतन्त्र चाहिरहनु भएको छ? राज संस्था भनेको कस्तो हुन्छ भने राजाले धेरै शासन गर्ने होइन, जनताले शासन गर्ने हो। उहाँले अब के गर्ने, कस्तो के गरिरहेछ बुझ्ने हो क्या, बुझेर सल्लाह दिने हो। संस्थागत कुरा गर्नुभयो तपाईँले? राज संस्थाको कुरा गरेको। हजुर अब भन्नुहोस् अरू के? हुन्छ, हजुरलाई धन्यवाद। पहिलेकै व्यवस्था राम्रो थियो, अनि यस्तो सबै एकजनाले ताला चाबी चलाउँदा घर चल्छ सो हुन्छ। यो धेरै तन्त्र भयो, धेरै भयो। सबै गरिबका छोराछोरीलाई एउटा छोराछोरी पाएर बुढो मर्या हुन्छ, हुर्काई बढाई पढाइ गरो दिउला भनेर आश देखाउँछन्। गरिबको छोरो ल्याउँछन्, छोरी आउँछन्, मारिदिन्छन्। अनि यिनीहरूको चाहिँ मात्रै तन्त्र भयो, हाम्रो भएन नि त। गणतन्त्र आएर हाम्रो दैनिक परिवर्तन भएन आमा? भएन। राजतन्त्रमा कस्तो थियो? राजतन्त्रमा त बरु राम्रो आउँदै थियो। पहिले राणा शासन हटाएर म 9 सालकी मान्छे राम्रो आउँदै थियो। राजतन्त्रले त गरिबलाई हेर्ने, त्यसै पढाइदिने आउँदै थियो। आउँदा यिनीहरूले खोसिहाले। अनि खोसेपछि त यिनीहरू धेरै भए, शक्ति भक्तिमा गए नानी। अनि आयो। आज त राजा सम्झेर मान्छेहरू भावुक हुँदैछन्, वीरेन्द्रलाई पनि सम्झिँदैछन्। कसरी सम्झिनुहुन्छ राजालाई? वीरेन्द्रको त कस्तो राम्रो थियो नि त। अब यो राजालाई पनि राम्रै गर्थे होला, दिएनन्। अनि छोडिदिए। जनता मर्नुभन्दा बरु हेर्छु भनेर हेर्दा यति बेर हेरे ज्ञानेन्द्रले पनि नहुने रहेछ भनेर अब आए। राजालाई सम्झिँदाखेरि मनमा आनन्द आउँछ। आज मेरो विचारमा 3 कुनेमा हाम्रो जस्तो ठाउँबाट आएको ठाउँबाट देख्दाखेरि 5 त नाग्नु पर्छ है हजुर। 5 लाख नाग्छन्? 5 लाख लाग्छन् हजुर। लोकतन्त्र गणतन्त्रवादी पक्षका जनताहरू कति छन्? हामीले ड्रोनको व्यवस्था पनि गरेका छौँ। श्रीपाल सरकार महाराज, विराज ज्ञानेन्द्र, वीर विक्रम शाहदेव पनि आउने कुरा छ। सम्भवतः उहाँ पनि आउनु होला। आन्दोलन ब्याक हुँदैन, आन्दोलन ब्याक हुँदैन, आन्दोलन अघि बढो।